जय नेपाल, जय जेनजेट। म सुनिल जेनजेटको तर्फबाट। जेनजेटको अन्तिम आह्वान राष्ट्रिय दायित्व र निर्णायकको छन्। सम्मान्य राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू र राष्ट्रिय अभिभावकका नेपाली सेना प्रमुखज्यूहरू, आज म तपाईहरुको सामुन्ने जेनजेटको तर्फबाट एक अटल सत्य लिएर उभिएको छु। हाम्रो राष्ट्रिय सुरक्षाको सबैभन्दा ठूलो चुनौती विदेशी सेना होइन, देशको खाली ढुकुटी हो। तपाईहरुको नेतृत्वमा युवाको सिप र पुँजीलाई विदेशको दास्तव्यमा बेचिएको छ। हामी यो अपमान अब सहदैनौं। यो भीख होइन, लगानीको अवसर हो। हामीले प्रस्तुत गरेको जम्मा 7 विधेयकहरू राजनीतिक घोषणा होइन, यी तथ्याङ्कमा आधारित राष्ट्रिय उद्धार योजना हुन्। अब हामी राहत प्याकेज होइन, आर्थिक सार्वभौमिकता चाहिएको छ। यो विधेयक पास गर्नु तपाईको नैतिक र राष्ट्रिय दायित्व पनि हो। आदरणीय सेना प्रमुखज्यू, तपाईहरुको गौरव अब देशको सीमामा मात्र सीमित छैन। भ्रष्टाचार र ढिला सुस्तीलाई निर्मूल पार्नु नै अब तपाईहरुको सर्वोच्च राष्ट्रिय कर्तव्य हो। हामीले राष्ट्रिय आर्थिक विकास कमान एनडीसी मार्फत गाजा, जडीबुटी र हवाई सुरक्षाको व्यवस्थाको जिम्मा तपाईहरुलाई सुम्पिएका छौं, किनकि राष्ट्रले सबैभन्दा बढी विश्वास तपाईहरुको इमानदारीमा गर्छ। द्रुत न्याय आयोग र डिजिटल पारदर्शिता मार्फत अब भ्रष्टाचार र ढिला सुस्ती शून्य सहिष्णुता अपनाइनेछ। सजायको डरले होइन, जवाबदेहिताको संस्कारले प्रशासन चल्नुपर्छ। राष्ट्रपतिज्यू, हामी जेनजेट तपाईको सामुन्ने सपना लिएर आएका छैनौं, हामी योजना र तथ्याङ्क लिएर आएका छौं। हामीले तपाईहरुलाई दुवै हातले राष्ट्रको भाग्य सुधार्ने अवसर दिएका छौं। अब निर्णय तपाईहरुको हातमा छ। इतिहासको माग स्वीकार्नुहोस् र तत्काल विधेयकहरू दर्ता गर्नुहोस्। पुरानो मोहमा फँसेर नेपाललाई थप संकटमा नधकेल्नुहोस्। हामी कुनै पनि बहाना, राजनीतिक स्वार्थ वा व्यवस्थापकीय झमेला सुन्न तयार छैनौं। तपाईहरुको इमानदारीको अन्तिम परीक्षा यही हो। हाम्रो संकल्प अटल छ। तपाईहरुको निर्णयले हाम्रो भविष्य कोर्नेछ। अब हामी यी 7 वटा विधेयक हजुर सामु निम्न विधेयकहरू प्रस्तुत गर्न चाहन्छु। नेपाल राष्ट्रिय आर्थिक क्रान्ति तथा सुशासन ऐन 2082, जसमा एनडीसी स्थापना हुनेछ, सामूहिक कृषि क्रान्ति हुनेछ, विदेशको लगानी देश भित्राउनेछ र विदेशमा भएको दाजुभाइहरू ऊर्जा लगानीमा सहभागिता जनाउनेछ। अर्को विधेयक नेपाल राष्ट्रिय पुँजी परिचालन तथा सामूहिक उत्पादन ऐन 2082। यसमार्फत हामी 12 खर्बभन्दा बढीको शेयरलाई स्वदेश शेयर मार्फत स्वदेश भित्राउनेछौं। अर्को विधेयक हाम्रो रहेछ नेपाल गजा तथा जडीबुटी नियमन र राजस्व ऐन 2082। यसमार्फत हामी 710 अरब आमदानी भित्राउनेछौं। अर्को विधेयक हाम्रो रहेछ नेपाली हिमाली सुरक्षा तथा साहसिक पर्यटन ऐन 2082। यो देशमा पर्यटक मर्नु डरले महँगो पर्यटक आउँदैन, तसर्थ यही कारण नेपाल हिमाल सुरक्षा तथा साहसिक पर्यटन ऐन 2082 को निर्माण भएको छ। अर्को विधेयक रहेछ राष्ट्रिय सुशासन तथा द्रुत न्याय आयोग 2082। अर्को विधेयक रहेको छ नेपाल भ्रष्टाचार नियन्त्रण तथा अख्तियार पूर्ण स्थापना ऐन 2082। अर्को विधेयक रहेको छ नेपाल शिक्षा तथा स्वास्थ्य सेवा सुधार ऐन 2082। यी विधेयक मार्फत हामी जेनजेट पुस्ता देश विकास गर्नेछौं। त्यसैले हजुरहरू सामु यो विधेयक तयार भइसकेको अवस्थामा
छिटोभन्दा छिटो हजुरहरूको टेबलमा पुग्नेछ। यो विधेयकलाई कार्यान्वयन गर्नुस् र एउटा सच्चा देशभक्तको इक्जाम्पल बनेर आफ्नो इतिहास रच्नुस्। जय नेपाल, जय जेनजेट।